दर्शकबिन सम्पूर्णमा नमस्ते, गुड मर्निङ। म चाहिँ आज यो भिडियोमा इम्पोर्टेन्ट 3टा कुरा भन्न गइरहेको छु है। तपाईहरुले ध्यान दिएर सुन्नु होला है त। ओके, तपाईहरुलाई इम्पोर्टेन्ट कुरो हुन्छ। तपाईहरुले नबुझेकाले नि बुझ्नुहुन्छ, बुझेकाले नि अरूलाई बुझाउने कोसिस गर्नु होला, शेयर गर्नु होला यो भिडियो हैन। युट्युबमा हेर्दै हुनुहुन्छ भने शेयर गर्नु होला, टिकटकमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला अथवा रिपोस्ट गरिदिनु होला है त प्लिज। सम्पूर्णले तपाईहरु जस्तै अरु धेरै नेपाली साथीहरुले जानुन्। म इम्पोर्टेन्ट 3टा कुरा भन्न गइरहेको छु। हामी अहिले द्वन्द हुन लागेको खाडी मुलुकमा छौं है, गल्फ कन्ट्रीमा छौं। यो गल्फ कन्ट्रीमा इरानले बेला बेलामा मिसाइल हानिरहेछ। त्यसपछि आफू जुन देशमा हामी छौं त्यो देशको गभर्नमेन्टले नि अथवा त्यो देशको सरकारले नि त्यसलाई आकाशमै फुटाउनको लागि, आकाशमै डिस्पोज गरेर चाहिँ तल झार्नको लागि, जमिनमा क्षति नहोस् भनेर आकाशमै डिस्पोज गरेर त्यसका भग्नावशेष टुक्राहरू तल झर्छ। त्यो झर्ने क्रममा त्यसमा नि विषादी ग्यासहरू हुन सक्छ। तपाईहरुले त्यसलाई छुनी भिडियो बनाउने अथवा त्यो आकाशमै ब्लास्ट भएको भिडियो बनाउने, फोटो खिच्ने काम नगर्नु होला। यदि तपाईहरुले बनाइहाल्नु भयो भने पनि सामाजिक सञ्जालमा अपलोड नगर्नु होला। त्यो अपलोड गर्दाखेरि तपाईहरु जरिवानामा पर्न सक्नुहुन्छ, जेल हुन सक्नुहुन्छ, अथवा तपाई जुन देशमा बस्नु भएको छ त्यो देशबाट डिपोर्ट हुन सक्नुहुन्छ है। कहिल्यै यो गल्फ कन्ट्रीमा फर्किन नसक्ने गरी ब्यान गरेर डिपोर्ट गरिदिन्छ तपाईलाई हैन। त्यो चाहिँ तपाईहरु बसे गभर्नमेन्टले, कन्ट्रीको गभर्नमेन्टले चाहिँ विभिन्न माध्यमबाट तपाईहरुलाई भनिरहेको छ है। हिन्दीबाट भनिरहेको छ, इंग्लिशबाट भनिरहेको छ, उर्दूबाट भनिरहेछ, अरबिकबाट भनिरहेछ। तपाईहरुले बुझ्नु होला है, भिडियो बनाउने काम नगर्नु होला। तपाई साइरन बज्छ हरेक कन्ट्रीमा चाहिँ, मिसाइल आउने भन्दा अगाडि 1 मिनेट साइरन बज्छ। त्यो साइरन बज्ने बित्तिकै तपाईहरु आफ्नो सुरक्षित स्थानमा गएर बस्नु होला। त्यो डिस्पोज गर्दाखेरि त्यसका भग्नावशेष टुक्राहरू खसेर तपाईको शरीरमा नलागोस् भनेर तपाई सेफ जग्गामा बस्नु होला। भिडियो फोटोहरू बनाउँदै नबनाउनु होला। यदि बनाइहाल्नु भयो भने पनि सामाजिक सञ्जालमा अपलोड नगर्नु होला प्लिज है, पहिलो कुरो। दोस्रो कुरो, तपाईहरुलाई अहिले चाहिँ तपाईहरुको राजदूतावास एम्बेसी कहाँ छ हैन, कुन कन्ट्रीमा बस्दै हुनुहुन्छ त्यो कन्ट्रीको एम्बेसीले एउटा फर्म है, गुगल फर्म एउटा फिलअप गर्नको लागि चाहिँ भनिरहेको छ। म अहिले तपाईहरुलाई यहाँ कमेन्ट बक्समा लिंक पनि राख्दिनु होला हैन। त्यो फर्म फिलअप गर्नु होला। तपाई कुन अवस्थामा हुनुहुन्छ, कुन कन्ट्रीमा हुनुहुन्छ, आको कति हो, के हो, सम्पूर्ण विवरण मागिरहेछ। त्यो भर्नुभयो भने तपाईलाई पछि उद्धार गर्न, त्यस्तो भइपरि केही आयो भने, त्यस्तो साह्रो गाह्रो पर्यो भने, द्वन्द चर्किदै गयो भने तपाईहरुलाई उद्धार गर्न सजिलो होस्, ताकि तपाईहरुको एड्रेसहरू स्वत एमएससीले पाओस् भनेर चाहिँ त्यो फर्म दिएको छ है। त्यो फर्म भर्नु होला। फर्म भर्नको लागि एकदम सजिलो छ, नेपालीबाट छ, तपाईहरुले भर्न सक्नुहुन्छ। पहिला त्यहाँ तपाईको पासपोर्ट नम्बर हाल्नुस्, त्यसपछि तपाईको जन्ममिति हाल्नुस्, त्यसपछि सर्लक डिटेल्स देखाउँछ, तपाईको नाम थर यताउति सबै देखाउँछ। त्यसपछि तपाईको कम्पनीको विवरण माग्छ, त्यसपछि तपाई कहाँ बसेछ त्यो विवरण माग्छ हैन। सम्पूर्ण भरेर सबमिट गरिदिनु होला है। दोस्रो, यो इम्पोर्टेन्ट चीज भयो हैन। तेस्रो भनेको अहिले ह्याकरहरुको बिगबिगी चलिरहेको छ। किनभने के न्यु पाउँ र सोझा साझा जनतालाई ठगौं, ह्याक गरौं भनेर चाहिँ ह्याकरहरु बिगबिगी छन् हैन। म एमबीसीबाट फोन गरेको, म तपाईहरुको फर्म भर्दिन्छु, त्यहाँ चाहिँ तपाईहरुको विवरण माग्ने, त्यसपछि त्यहाँ ओटीपी कोड आउँछ, ओटीपी कोड मलाई दिनुस् भनेर भन्नी हैन। अथवा तपाईको बैंकको डिटेल्स माग्ने, एटीएम कार्ड पनि राख्नुपर्छ, एटीएम कार्डको सिरियल नम्बर दिनुस्, पिन नम्बर दिनुस्, ताकि तपाईलाई चाहिँ गभर्नमेन्टले हेल्प गर्न सकोस्, पैसा हाल्दिन सकोस् तपाईको एकाउन्ट भनेर विभिन्न लोभ लालच देखाएर चाहिँ ह्याकरहरुले फोन गरेर तपाईको विवरण माग्ने, तपाईको मोबाइलमा आउँछ ओटीपी कोड त्यो दिनुस् भनेर भनी त्यो माग्ने गर्छन्। तपाईहरु सतर्कता रहनु होला, त्यो कसैलाई पनि नदिनु होला। तपाईहरुको एमएससीले फर्म अलरेडी दिइसकेको छ, त्यो फर्म चाहिँ फेसबुकमा पनि आइसकेको छ हैन। त्यसको तपाईहरुको आधिकारिक
एमएससीमा गएर चाहिँ सर्च गरेर हेर्नुभयो भने त्यहाँ पनि पाउन सक्नुहुन्छ है। अनि त्यस्ता ओटिपी कोड दिने काम नगर्नुहोला। यदि तपाईँलाई फर्म भर्न जान्नु भएन भने सायद एमएससीले तपाईँहरूको कम्पनीमा कन्ट्याक्ट गरेर केही विवरण पनि माग्छ होला। तेरो कम्पनीमा कति कामदारहरू छन् होइन, त्यसको विवरणले भनेर केही माग्छ होला, सायद माग्छ जस्तो लाग्छ मलाई होइन। सबै जान्ने हुँदैन, नजान्नेहरूको लागि कम्पनीमा विवरण माग्छ होला। त्यस पछाडि कम्पनीलाई अनि त्यस पछाडि कम्पनीको आधिकारिक मान्छे आएर तपाईँहरूसँग क्याम्प होस्, सुपरभाइजर को छ तिनीहरूले विवरण माग्न सक्छ होइन। एमएससीले यस्तो यस्तो गरेछ, तेरो एमएससीले भनेर माग्न सक्छन्, अथवा उनीहरूले नै भरिदिन्छन्, किनभने आफ्नो इम्प्लोइको विवरण उनीहरूसँग हुन्छ। यो तीनटा कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ होइन। अहिलेको अवस्थामा नडराउनु होला, त्यस्तो कुनै पनि ठुलो हताहती भएको छैन होइन। उताबाट आएको इरानले हानेको मिसाइल चाहिँ तपाईँहरू बसेको कन्ट्रीमा त्यो कन्ट्रीको गभर्मेन्टले चाहिँ आकाशमै डिस्पोज गरिरहेछ, अथवा आकाशमै उताबाट आउँछ मिसाइल, यताबाट नि हानेर फुटाएर ब्लास्ट गरेर जमिनमा त्यसका भग्नावशेष टुक्राहरू झारिरहेछ। त्यो झार्ने क्रममा चाहिँ तपाईँहरूको शरीरमा नलागोस्, भिडियो फोटो नबनाउनु होला कृपया। अरूको देशमा बस्नु भएको छ, हामी कमाउन आएका हौँ, भिडियो फोटो खिचेर रमाइलो गर्न आएनौँ होइन। हामीले यसमा एकदम ध्यान दिनुपर्छ। सबैजना सुरक्षित बस्नु होला। अलार्म बज्ने साथै सबै कन्ट्रीमा अलार्म बज्छ। गल्फ कन्ट्री जति सबैमा यो द्वन्द्वग्रस्त हुन लागेको कन्ट्रीमा अलार्म बज्छ। अलार्म बज्ने बित्तिकै सेफ जग्गामा जानु होला। घरको अन्डरग्राउन्ड भयो अथवा घरभित्र भयो, रुमभित्र भयो, त्यस्तै बाहिर हुनुहुन्छ भने अलिकति सेफ जग्गा हेरेर त्यो ठाउँमा जानु होला। र सकेसम्म बाहिर हिडुल गर्ने काम नगर्नु होला। यति भन्दै बिदा चाहन्छु। हस्त, नमस्ते।